लगायत आज चाहिँ हामी यता बुटोलतिर होइन भैलीको घुमघाम गर्न आएको जस्तो लागेर फुलबारीतिर यसो रहेछ क्या बहुत रमाइलो रहेछ। हामी लमिनी पनि घुमेर आएको अनि त्यसै कारणले चाहिँ यता फुलबारी पनि घुमेर जानुपर्ने भन्ने भयो। त्यसै कारणले चाहिँ हामी यता आइसक्यौँ आज सबैजना साथीहरू अनि आइरहेको थियौँ। यताहरू डान्स गर्दै रहेछ हजुरहरूलाई सबैजना यो देखाउने छ भने यहाँको कति छ होइन यता घुम्ने ठाउँ पनि बहुत रमाइलो रहेछ क्या। यसो म त पहिलोबाट आएको अनि हाम्रो विशाल दाइ चाहिँ यता भित्रबाट पढ्नुपर्छ उहाँको चाहिँ आइफोन हरिएर चाहिँ यसो भित्रबाट पढ्नुपर्छ कहाँ कसले लग्यो कता गयो अरे भनेर। अनि यसो आफ्नो सबैजनाहरू अगाडि गर्छन् आन्टीहरू अनि भाइ बहिनीहरू अनि लगायत साथीहरू सबैजना यता गर्छन्। यस्तो यस्तो ठाउँहरू रहेछ होइन। मेरो आइफोन चाहिँ चार्ज सकेर चाहिँ खत्याउँछ त्यसै कारणले चाहिँ फोटोसोटोहरू खिच्न चाहिँ पाइएन। अनि यसो छ ठाउँहरूमा मान्छेहरू त कति हो कति यसो खानेकुराहरू पनि पाइँदो रहेछ यसमा। अनि सबैजना खाइहाल्नु पनि छन् मामाहरू अगाडि हुनुहुन्छ अनि यसो आएर हेरौँ के भनेर यसो देखाउँदैछु। यता आन्टीहरू पनि हुनुहुन्छ है शर्मिलाहरू अनि ताराहरू सबैजना राम्रो राम्रो ठाउँहरू रहेछ क्या यसो घुम्नलाई चाहिँ आएको आज लगायत राम्रो रहेछ। घुम्ने चाहनाहरू हुनुहुन्छ भने हजुरहरू पनि आउनु होला। यसो रहेछ जनावरहरू पनि रहेछ नि त्यो चिडियाखाना जस्तो ठाउँ रहेछ। यता म तपाईँहरूलाई देखाउँछु यता जरायाहरूलाई पनि देखाउँछ अनि चिडियाखाना जस्तो रहेछ। यो भित्र जालीभित्र रहेछ भित्र छन् जनावरहरू पालेका छन् यहाँ यस्तो यस्तो चिजहरू रहेछन्। अनि यता पनि बहुत रमाइलो रहेछ क्या। यता कहिले पनि आएको थिएन म पहिलोबाट आउँथेँ म हुन चाहिँ पहिला पनि आएको थिएँ एकचोटि तर यो ठाउँमा नआएर गएँ अनि मेरो इक्जाम दिन चाहिँ आएको थिएँ म अनि घुम्न चाहिँ आएन यहाँ यस्तो यस्तो ठाउँहरू रहेछ हजुरहरूले हेर्न सक्नुहुन्छ। भाइ बिटिएस च्यानलमा आउँछ हजुरहरू लमिनीको पनि आउँछ होला त्यसको पनि हेर्नु होला लगायत 2-3 फिल्म भिडियोहरू आउँछ होला सबैजनाले हेरिदिनु होला भन्न चाहन्छु। र यसो गरेर मैले चाहिँ हजुरहरूलाई अहिलेको माहौलहरू यहाँ देखाइरहेको छु। सबै साथीहरू कहाँ छन् के छन् थाहै छैन यार हत्ते पर्छ नि होइन। सबैजना यार आइफोनबाट भिडियो बनाउनु पर्थ्यो त्यो चाहिँ सिद्ध भइदियो कि उसलाई चाहिँ अब हिजो फुल चार्ज गरेर ल्याएको अब आजसम्म कति थियो गर्छु होइन रातदिन सल्लाह छ हेरेछ धेरै आइफोनले पनि चार्ज चाहिँ थियो हुन्न त्यति नै भयो जस्तो चार्जमा थियो आउँदैन त्यसै कारणले यस्तो रहेछ कि घरमा यस्तो पानीहरू छ थोरै किने मान्छेहरू एकदमै हुनुहुन्छ। अनि हाम्रो भाइहरू त कहाँ भित्रबाट पऱ्यो थाहै छैन खोज्दा यसो छ रमाइलो माहौलहरू बुटोलको फुलबारी भन्ने ठाउँमा सायद कतिपय हजुरहरू पनि आउनुभयो होला आउँदै हुनुहुन्छ होला। अनि सबैजनाले आएको मान्छेले कमेन्ट गरिदिनु होला म त्यो ठाउँमा गएको छु भनेर अनि सबैजनालाई सेयर पनि गरिदिनु होला भन्न चाहन्छु म। अनि यस्तो छ यताको माहौलहरू मन्दिर अनि सबजनाहरू सबैजना कता कता गयो केटाहरू अरे म त भित्रबाट पढे जस्तो भइरहेको छु। यस्तो छ देखाइरहेको यस्तो मजा आएको ठाउँ हजुरलाई पनि देखाउनु छु। तिमीहरू पनि खानु त बारी गए अनि यता
गाडी पनि छ सम्पूर्ण चिजहरू छन् बहुत रमाइलो रमाइलो गर्छ कि माथि साइडमा पहाड जस्तो जङ्गल यता माथि बहुत रमाइलो छ यहाँ टोलमा त यसो छ मखमली फुलहरू पनि फुलिरहेका छन् र यसो गरेर चाहिँ देखाइन्छ तपाईँलाई यता पिङहरू पनि खेलिरहेका छन् साइकल रेसहरू पनि खेलिरहेका छन् त्यो त छैन त्यो जान नसक्दैन यस्तो छ देखाइरहेको छु यस्तो छ यता पिङहरू पनि छन् पिङहरू पनि खेलिरहेको छ खोला खिच्नको लागि होइन तपाईँहरूलाई डारभरि कहाँ भित्र पऱ्यो कहाँ भित्र पऱ्यो थाहै छैन एक्लो भइरहेछ यो दिनदेखि बसिरहेको छु अनि यस्तो छ भनौँ कि लगायत सम्पूर्ण चिजहरू हजुरहरूलाई मैले देखाइरहेको छु हजुरहरू नभुलेर हेरिदिनु होला र सर्च गरेर पनि हेर्न सक्नुहुन्छ मेरो भिडियोहरू आइरहनु छ मेरो च्यानलमा ल मैले हजुरहरूलाई देखाइसकेको छु सबै चिजहरू अनि यस्तो मजाको बाटो यार टक्क पहाडको जस्तो बाटो आएर माथि उठ्छ यता महिला दिदी बहिनीहरू बसेका छन् यताहरू मान्छेहरू बसिरहेछन् यता अरू सबैजना छन् लगायत सम्पूर्ण चिजहरू रमाइलो छ मस्त फसलहरू छन् साइकल रेस त माथि हेरेको छैन कहाँदेखि जस्तो लाग्छ सबैजना गुनिरहेको रहेछ अनि हाम्रो पैसा गुनिरहेछन् यो नानीहरूले ल कति छ पैसा सकिन्न ल हेर त बन्दनाको अवस्था पैसा हातमा समातेर अनि त्यहाँबाट माथि गएको पनि भिडियोहरू देखिरहनु छ र यता पनि देखिरहेछ बनाउँदैन भिडियो अनि यता पनि देखिरहेछ हाम्रो मालिक सर चाहिँ माथि हुनुहुँदैछ उहाँ चाहिँ रेस्ट गर्नलाई चाहिँ जानु परेको साइकल रेसको माथि अनि साइकल रेसहरू पनि भइरहेको छ यो माथि यस्तो पनि भइरहेको छ देख्न गइरहेको छ त्यस्तो ठाउँमा भिडियो स्टार्ट चाहिँ यहाँबाट भएको मैले चाहिँ पुरै घुमेर हजुरहरूलाई देखाएँ अनि यो भिडियोलाई हेर्न नभुलिदिनु होला भन्न चाहन्छु म अनि सबैजनालाई सेयर गरिदिनु होला सब्सक्राइब लाइक गर्न नभुलिदिनु होला भन्न चाहन्छु अहिलेलाई म छुट्टिन्छु हस् त धन्यवाद।